कसरी र कहिले उत्पत्ति भयो वा बन्यो भन्ने कुरामा धेरैवटा थ्योरीहरू छन्। तिनै मध्येका केही थ्योरिजहरू आज यहाँनिर डिस्कस गर्दैछौँ। गोपालराज वंशवाली यानि कि मेनुस्क्रिप्ट अनुसार नेपाल नामक एउटा गोठालो बागमती नदीको किनारामा सधैँ आफ्ना गाईहरू चराउन आउँछ। दिनभरि गाईलाई चराएर घर लिएर जान्छ अनि साँझ गाई दुन्छ यानि कि दुध निकाल्छ। तर एक दिन जब ऊ कैली नाम गरेको गाईलाई दुन बस्छ तब त्यो गाईको थुनबाट एक थोपा पनि दुध निस्कँदैन। ऊ अचम्ममा पर्छ। एक दिन त ठिकै थियो, अब यो घटना दिनदिनै रिपिट हुन लाग्छ। दिनभरि गाईहरू चर्छन्, साँझ दुध दुँदा सबैले मजाले दुध दिन्छन्, तर कैलीको थुनबाट एक थोपा पनि केही आउँदैन। अब उसले कैलीलाई अलि बढी नै निगरानी गर्न थाल्छ र त्यही क्रममा उसले के पत्ता लगाउँछ भने बागमतीको किनारमा चर्ने क्रममा कैली गाई त्यो बथानबाट छुटिएर एक्लै कतै जाँदी रहेछ। त्यसपश्चात उसले कैलीलाई पछ्याउँदै जान्छ। केही पर पुगे पछाडि उसले एउटा अचम्मको दृश्य देख्छ। कैली गाई एक ठाउँ उभिएकी थिए र कसैले नदोइकन उसको थुनबाट दुध निस्किरहेको थियो र त्यो दुधले माटोको थुमको भिजाइरहेको थियो। नेपाल अचम्म पर्छ। यस्तो अचम्म दृश्य देखे पश्चात नेपालले उक्त ठाउँमा के भएको छ भनी खन्नतिर लाग्छ। त्यही क्रममा त्यहाँबाट दिव्य ज्योतिसहित महादेवको शिवलिङ्ग उत्पत्ति हुन्छ र यसलाई नै अहिले त्यहाँ शिवजीको मूर्तिको रूपमा स्थापित गरिएको भन्ने किम्वदन्ती पनि छ। यो त गोपालराज वंशवालीको कुरा भयो। तर भाषा वंशवालीले भने पशुपतिको उत्पत्ति द्वापर युगमै भएको भन्ने दाबी गर्छ, जहाँ यो कथा पाण्डवहरूसँग जोडिएको छ। आफ्नै भाइहरू मारेकाले पाण्डवहरूलाई गोत्र हत्याको पापले सताइरहेको हुन्छ। त्यही क्रममा श्रीकृष्णको आदेशमा पाण्डवहरू महादेवलाई भेट्न र पाप पखाल्न भनी कैलाशतिर लाग्छन्। पाण्डवहरू कैलाशतिर लागेको र आफूलाई भेट्न खोजेको थाहा पाई महादेवले आफूलाई भैँसीमा परिणत गर्छन् र भैँसीकै हुलमा गएर लुक्न जान्छन्। तर पाण्डवहरूले महादेवलाई सजिलै चिन्छन् र उनको दर्शन गर्न लाग्दा महादेवले आफूलाई जमिनभित्र विलय गराउन खोज्छन्। जसपश्चात महादेवको मुख काठमाडौँमा उत्पत्ति भएको र यसलाई नै पछि गएर पशुपतिनाथ भनिएको भन्ने किम्वदन्ती पनि छ। अब नेपाल महात्म्य र हिम्मत खण्ड अनुसार भने शिवजी एक दिन कैलाशबाट डुल्दै आउँदा काठमाडौँ आइपुग्छन्। घुम्न आएका शिवजीलाई काठमाडौँको सुन्दर दृश्यले मोहित गर्छ र उनी सबै भुलेर आफूलाई मृगमा परिवर्तन गरी आनन्दले यतै बस्न थाल्छन्। तर उता भगवानहरूमा भने शिवजी यसरी गायब भएको कुराले हलचल मचिन्छ र शिवजीलाई खोज्न भनी ब्रह्मा विष्णु लगायत अन्य देवहरू काठमाडौँतिर आउँछन्, जहाँ उनीहरूले बागमतीको किनारमा एउटा मायामी मृगलाई देख्छन् र यो मृग नै शिवजी रहेको अनुमान लगाई मृगको सिङलाई समाउँछन्। जब मृग र देवहरू बीच रसाकसी चल्छ तब मृगरूपी शिवले भने आफ्नो सिङलाई त्यही छाडेर विलय हुन्छन् र कैलाशतिर फर्कन्छन्। उनकै छुटेको सिङलाई पछि मूर्तिको रूपमा स्थापित गरिएको अर्को किम्वदन्ती पनि छ। अब यसरी